Yes sir. Yes sir. Yes sir. Yes sir. Yes sir. हामी हेरेको हेरे Yo, what is up everybody? It's your boy B Raza in the house. I hope you all are doing good. I'm Pani Santri too. Welcome back to my vlog, Feed of the day. Yes sir. ल अब आजको कुरा त अब हेर्दै जानु देख्दै जान्छ है। अहिलेको लागि चाहिँ हामी चाहिँ भान्जाको प्यारेन्ट्स डेमा जान लागेको छ्याप पलाएर मम्मी कुरिरहा होला धेरै हल्ला नगरिकन साइड लागौँ यो मम इन द हाउस गाइस। मेरो मम्मीले चाहिँ जहिले मेरो कपाल बिगार्छ है त्यसरी छातामा छिर्नु हुँदैन र हामी चाहिँ एकछिन खोज्दा आइपुगिसक्यो। दिस इज द लोकेसन। पछाडिपट्टि हुँदैछ ड्रिम पार्टी प्यालेस ड्रिम हाउस इन्टरनेसनल। ल मास्क लाउनु पर्ने स्थिति छ है। वान अफ द मोस्ट पोल्युटेड सिटी इन द वर्ल्ड। लेट्स गो। दिस इज माई लिटल सिस्टर Lena's in the house. Hello. Hello. Tap tap. Hello. Yes sir. के छ? ल हामी त आइसक्यो। अब हेरौँ के हुन्छ चलबल। अलिकति लेट भएको अवस्था। त्यसै नो वरिज। मेरो भान्सको डान्स चाहिँ मिस भयो है। अब यहाँ फोनमा खिचेछ हो। मेरो भान्सको डान्स रे। अब के गर्न जानु लागेको सुनेन गर न। डान्सरहरू है कपाल नाच्यो नि त के हो? किन यस्तो कपाल नाचेको? किन बप्पाल नाचेको? ए हो यसलाई मनपर्छ अरे। तिमीलाई के पर्छ? मेरो भान्सको हेयर कट हेर न त्यहाँ। रातभरि तिमीले मिलाएको यो कपाल ठुलो छोले पार्लर पनि छिर्या हो। के था कोकोलाई भन्ने हो? बाई भन्नु भने नि अब तपाईँको इच्छा हो। यसरी बाई भन्ने कसलाई भन्ने? यहाँ हेरेर ल कट भइसक्यो। ल 1 2 3 गो। कसको? कहाँ छ सान्वी? अब चाहिँ हामी दादाकोमा आइसक्यो एक्सप्रेस खाना खानुलाई। आज यहाँ पूजा छ। चियर्स। हामी यहाँ आउनुलाई धेरै सङ्घर्ष गर्नु पर्यो है। बाटो चाहिँ यस्तो थियो तर हामी यस्तो गरेर बल्ल आइपुग्यो। हेलमेट थिएन, ट्राफिक त्यसपछि बाटो बन्द घुम्दा भर्खर फोटो देख्नु भएको चाहिँ मेरो 5वटा आङ्गी हो है। मेरो बाबाको 5वटा दिदी अनि बाजे हो। अब हामीले खाना पनि खायो। अब पनि फेरि हामी कसरी जानुपर्छ? जानुपर्ने चाहिँ यस्तो हो तर हामी यस्तो गरेर पुग्नु भयो होइन।
लाएर ल घरतिर चल्दियो भन्न आज मर्निङमा ड्युटी थियो र कन्सर्ट हेर्नु जानु भएन 7 बजे काम सकिन्छ यहाँ बाटोमा चाहिँ बाप्पाल जात्रा भइरहेको छ होइन एक जात्रा भाइब छानु है त केटाहरू है लेट्स गो ये रथ छैन रथ छैन रथ पछाडि हो ल एक हेर What's up? तीनवटा रथ रहेछ है केटा अछु केटा ब्याड भयो ओ शिट रैला भइरहेको छ तर मलाई बोर भयो अबिर लाग्यो सेट बेलुका कन्सर्टमा यही कपडा लगाएर जानुपर्ने थियो है ओ फक अब चेन्ज गर्नुपर्ने भयो यार वायर लाग्यो नि यार वायर लाग्यो भनेको लागेछ ह्याप्पी होली जोस् जात्रा भाइ पनि हान्यो आज के हो रे कन्सर्ट होइन के दसैँ के भन्ने थियो चैत्र दसैँ के कसो ए हो होइन र केटाहरूलाई रैला भइरहेको छ त्यहाँ सेट नजाउँ भाइलाई फोन क्यामेरा पठाउनु लागेको अब यहाँ पो रमाइलो देख्छ उतातिर गएर मान्छेले ठिस भन्छ के लगाएर आएछ यसले भन्छ जस अघि हामी दुईचोटि ट्राफिकमा परेको थियो होइन अनि के भनिरहेको थियो भने अब तेस्रोचोटि चाहिँ पक्कै पनि चेकिङमा पर्छ है भनेर भन्नु खोजेको थियो होइन फेरि एकछिन त लोदरीमुख भने जस्तो भएको थियो भन्दा ठ्याक्क टर्निङ हानेको त्यही चेकिङ भेटिरहेको तर अबिर थियो नि त अबिरले भएर केही पनि नगरिरहेको त्यही जात्राको भाइ सँगै थियो कि जस अबिरले बचायो भनेको ट्राफिकबाट के ल म पनि त फेर्नुपर्ने होला सिंगानी आउँदैछ अरे सिंगानी इन द हाउस हो म्यान एकछिन गएर हेरेर आउँ अब त गएर साँच्चीकै कलर खेल्नुपर्छ क्या एउटा हामी घर आएको अवस्था है छ्याप्प लाएर पाराले What's up my gang? Welcome to Hood भन्दै Oh guys, we're again back at the jatra है ल Yes sir, यहाँ चाहिँ पूजा गर्ने कार्यक्रम भइरहेको छ साम्बा त माम्बा भएछ नि त केटा हो
बाला आज सिंगल आज सिंगल वैशालीले आयो भएन अब उताबाट यसरी पोपट घुमेर लग्छ अरूबारीबाट हामी चाहिँ यहाँबाट सर्टकट हालेर अगाडि फ्रन्टमा जाने खाने हो कामै थियो ओरिजिनलवाला है केटा लेट्स गो पानी नगरपालिका गाडीमा यतिको त दिनु पऱ्यो नि जात्रामा फेरि फाक हुन्छ नि त माइक ल्याएर आउनु पर्ने रहेछ माइक बिर्सेछ अघि भर्खर याद आइरहेको हाम्रो नाम पनि बाबु है दुईवटा बाबु भेट भएर लामा होइन श्रेष्ठ हो श्रेष्ठ इन द हाउस हो प्रसाद यो त खानुपर्छ यो चाहिँ प्रसाद है एक बिरको मात्र एक बिरको नाम चाहिँ क्यामेरा अफ गर्छ ल प्रसाद त हेब्या प्रसाद खानुपर्छ नेपाली बाबु भएर बसेछ यहाँ बब्बा डान्स भइरहेको छ अवस्था ढले पुग्नुका
अब हामी पढेको छ अहिलेको लास्टमा बहिनी ल्याएर आएर अलिकति घामड भइरहेछ मजा लगाएर म यताउति जानु पाएन नि तिमी सँगै भएर माथिबाट पानी छ्याप्यो ल्यापी होले सिबु त्यहाँ पानी छापिरहेछ कहाँ गयो सिबु कहाँ गयो फेरि ऊ यहाँ अब ऊ त्यहाँ पानी हाल्छ हेर अब हामी आरुबारीबाट घुमाएर मेन पिपलबाट घुमाइसक्यो है अब यहाँबाट भेना सोह्रालोबाट लगेर त्यहाँबाट जोरपाटीबाट नयाँ बस्तीतिर लग्छ अरे ल हामी त रैला हान्दै बाइक ल्याएर आएर चाहिँ अलिकति झ्याउ भयो है किनकि हिँडेर मजा आइरहेको थियो लग्ने रहेछ बौद्धतिर नयाँ बस्ती कता कता है अब हामी के भेट्नुलाई सिक्यो रैला छ्याप छ्याप रैला भइरहेको अवस्था केटा हो ट्रेलर जात्रा कतिको लाइन छ देखाउँछ है त ल सबैजना है मजाले हेर्नु होला है त ल यहाँबाट सुरुवात भयो अब स्टार्टिङ के छ है चार चार यहाँबाट सुरु भयो अब त्यहाँ दहीहरू पनि बाँडिरहेको जस्तो सही यो चाहिँ एउटा टोली भयो है लगभग हाम्रो 3टा टोली रहेछ यो चाहिँ फर्स्टको टोली भयो अब अर्को टोलीहरू चक्लेटहरू फालिरहेछ है ल कहाँबाट भ्याएको उ त्यहाँ ल अट्याक आयो चक्लेटहरू फालिरहेछ है ल अब यो नेक्स्ट टोली है फेरि अर्को टोली है ल अब रथहरू आउनु लागिरहेछ है ल स्याप फर्स्ट टोली है ल क्राउड ए गाडी गुड्नु चान्स छैन साह्रो छ गाडी घुम्यो ल अट्याक ल घुमाउनै सकेन ल को लड्छ हेर है केटा हेर है ल को लड्छ है ल एउटा झुन्डिरहेको रहेछ त्यहाँ फेरि ल सेट कोही पनि लडेन ल ठिकै छ लड्नु पर्ने थियो केटा हो 1-2 जना अनि पो लाग्छ त रैला ऊ जुत्ता उडिसक्यो त्यहाँ जुत्ता उडिसक्यो मेरो नाम चाहिँ थकम्यान हो THUGMAN कतिखेर आएको ल अब जात्रा यहीसम्म है ल पछाडि बाइकहरू आउनु थालिसक्यो है सक्यो ल अब फेरि बिचतिर छिर्नु दल्यो दल्यो अब एकछिन यही राख्छ जस्तो छ अब एकैछिन यही राख्छ होला त्यसपछि फेरि एक्सप्रेस यही राख्छ एकछिन
फाल्दिनु अबिर फाल्दिनु अबिर फाल्दिनु गाडी पनि आइसक्यो एक्सप्रेस गाडी एक्सप्रेस कहाँ पर्छ त्यो हेरौँ ल ढान्डाडान भोज खानुपर्छ प्रसाद खानुपर्छ अनि मात्र ल केटा हो हामी चाहिँ बाइक राख्न आइपुगिसक्यो है अब यो कलर चाहिँ नजाने रहेछ फेस वास लाउनु पर्छ जस्तो छ मान्छेभरि मान्छेले के सोच्यो होला है पाखे ए होली त यसलाई भर्खर पो लागेछ भनेर कपालमा पनि कडी मेरो बेलामा कपाल मसाला खै ल अब चाहिँ हामी घरतिर लागौँ त्यसपछि जानुपर्छ 1974 AD विथ द फ्यान्ट पिट पास ए पास रे किनेको है क्या आज अनएक्सपेक्टेड पाराले यात्रा देखिनु पायो त्यसमा रमाइलो पनि भयो खुसी लाग्यो खिच्नुपर्ने तिमीले यहाँबाट हो तिमी त्यहाँबाट खिच्यो भने फर्के हुन्छ त्यसैले अहिलेको लागि तिमीले पछाडि पनि हेर्नुपर्छ नत्र तिमी लड्छ त्यसरी त तिमीले देख्दैन म कहाँ छ अब तिमीले यहाँ कहाँ पेट सेट कहाँ माथि के निकाल्यो तिमी त्यता हो मेरो बहिनीलाई वाउ ह्यान्डसम भाइ रहेछ है होला यत्तिको भनेर किन्छ जस्तो लाग्यो होला पैसा नभइरह्यो होला कहाँबाट स्ट्रबेरी होइन केटा हो के हो स्ट्रबेरी केटीले म त खान्छ अरे कसले भनेको थियो मलाई सिँगानेले हो कि फ्याक्लेले भनेको थियो ल मेरो बहिनीलाई अलि प्र्याक्टिस दिनु पऱ्यो जस्तो है किनकि उसले क्यामेरा मलाई सपोर्ट गर्यो भने मलाई धेरै सजिलो हुन्छ नि के हो यो चेक इट आउट ल गाइस अब रेडी भएर टक्क 1974 AD सुन्नु जानुपर्छ त्योभन्दा अगाडि चाहिँ हाम्रो सुनिल पार्ट्सको बर्थडे रहेछ ह्याप्पी बर्थडे सुनिल पार्ट्स अब चाहिँ यहाँ बर्थडेको केक है रेडी भइसक्यो लगातार एकचोटि ट्राई गर झिलमिल हो त्यही लग्यो हुन्छ झिलमिल ल स्टारवाला है ल अनि उ त्यो ग्याजेटहरू पनि हेर त मिल्दैन के हो ल अब केक सेक काटौँ एकछिन रमाइलो गरौँ अनि त्यसपछि जानुपर्छ बजे कति 7 बज्नु लागेको छ 7 बज्नु 15 मिनट बाँकी रहेछ है एकछिन रमाइलो गरौँ नामसाम लेखौँ वेडिङको हो त्यो भटेको त हाम्रो साथीले त ऱ्याम्बो नाइफ खाएर रहेछ उति क्यान्डल तान्नु ठुलो एउटा तर दामी हुन्छ मिठो हुन्छ यही हो साइज ठुलो सानो यो भन्दा फ्रुट्सको मात्रै रहेछ नि त जामहरू कतिवटा खायो यो शुद्ध पार्सेलले हामी गफ गर्दा 8वटा खायो Party. Happy Holi, Ravi. Give $. $. And $. for the. No. Happy birthday. Once more, everybody. La. Happy birthday to you. Happy birthday. Happy birthday to you.
ल अब केक सेक पनि काटिसक्यो कार्यक्रम मजाको भइसक्यो अब एकछिन बसौँ चिल गरौँ त्यसपछि चाहिँ अनि एक्सप्रेस टु 1974 एडे हामी हेरेको हेरे ह्याप्पी बर्थडे अरू कसकोमा लागेको खै रवि ह्याप्पी बर्थडे कसले भने पूर्वा को पूर्वा आँखा आँखा ब्रो आँखा के हो हातमा त आम्मो सबुत बोकेर बसिरहेको रहेछ त फोटो खिच्नु कहाँ त खिच्ने अब पकडाओ लगेडाओ आइपुग्यो है त स्पटमा मेरो अर्को मितिनी चाहिँ कहाँ गयो त्यो त्यही त थाहा थिएन भने किन आवेशमा आएन त आवेशमा आएको अवस्था केटाहरू मलाई त के थाहा छैन त यहाँ पनि चेक गर्छ होला साट्नु पर्यो नि होइन ब्यान्ड लिनु पर्यो नि त केटा हो ब्यान्ड है मेरो त माइ केटा हो आइसक्यो है माल ल फेरि कुलमानको याद आयो नि त बत्ती जाने बित्तिकै कुलमान किसिम चाहियो भोलि जुलुस रहेछ नि त त्यसको एक्सप्रेस अब जानुपर्छ केटा हामीले त बापाल पास पाएछ है यहाँ त क्राउडेड बापाल रहेछ झन् उतापट्टि अगाडि मानेन के हो नि अरे हेर्ने भने कहाँ भने यहाँ हो ल रैलास है ल रैला क्राउड छ है यहाँ ल लगभग पर्सनल रहेछ नि त अनि क्राउड हेर्नु सक्नुहुन्छ है ल सबैले यही छ अगाडि बाह्र सिङ्गल स्पोन्सर महँगो रहेछ कहिले आएको एक हप्ता भयो Crazy फ्ल्यास बल्यो अवस्था है राजा चाहियो तेरो बाउ जीवनको यो मोडमा कोही पनि चाहिँदैन है जेनेभा आवाजसँगै ओ बेलुन उडेन याद मात्र
को यो मोडमा सम्झना भइरह्यो अब सँगै बिराइगयो याद मात्र ल आजको लागि चाहिँ यति थियो है केटा हो है यदि तपाईँहरूलाई हाम्रो भिडियो राम्रो लाग्छ भने लाइक सेयर सब्सक्राइब कमेन्ट गरिदिनु होला नरिसाइकन है छ्याप्स पाराले 1974 इन द हाउस छ्याप छ्याप्स है गुड इज द नाइट गुड इज द नाइट Good night. Good is the नाइट नाइट इज द गुड गुड इज द नाइट night is the good. गुड इज द नाइट Night is the good. कडे कडे मुभमेन्ट Yes, sir. Behind the scene. Behind the scene. Behind the scenes is yo. Ani tata. Allah. Say lo. Oh. Yeah, bhayena. ल चिन्नुपर्छ है रिङ त थियो नि रिङ Malingo. सही I want special. What you want, brother? Tequila shot in the house. I will give you tequila, brother. What you want? Tequila shot in the house. Sure, come on. This is one for you. Special for you. Come on. Yes, sir. Oh, no. Yo, Tango Charlie, 1, 2, 3. 1, 2, 3, Tango Charlie. Yo, 1, 2, 3, Tango Charlie. You want something extra? Gin and tonic, brother. Yes, sir. Yes, sir.